मध्याहको 1 बजेको छ। 1 बजे लिएको भिडियो हो। एकदमै 1 बजे चाहिँ धुम्म भइरहेको छ, पानी पर्न लागिरहेको छ, जङ्गलको भ्लग छ। कस्तो लाग्छ हजुरहरूलाई? माया गरिदिनु होला, साथ सपोर्ट गरिदिनु होला। हामी नेपालमा बस्नेलाई त जङ्गलको अस्तित्व हुँदैन, खासै चासो पनि हुँदैन र बाहिर देश विदेशमा बस्नुहुने 3 वर्ष, 2 वर्ष, 5 वर्ष, 10 वर्ष हैन 20औं वर्ष, 25औं वर्ष बस्ने हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरू चाहिँ बाहिर देशमा हुनुहुन्छ। पक्कै पनि हाम्रो नेपालको जन्मथलोको वनजङ्गल, वनस्पति, बोट बिरुवाहरूको भिडियोहरू पाउँदा एकदमै खुसी हुनुहुन्छ होला भन्ने आशा गरेको छु। हेर्नुहोस्, जङ्गल यस्तै छ, अम्सो बगान रहेको छ, यता माथि चाहिँ अम्सो काटिसकेको र यहाँनिर चाहिँ म दाउराहरू पनि भिल्याउँदैछु, दाउरा पनि काट्दैछु। यस्तै छ जङ्गलको भ्लग। वीरपाखा पहरा, एकदम स्वच्छ हावा, पानी भएको मौसम, एकदम सफा। दाउरा काटिरहेको छु। सफा छ, एकदम सफा छ दिनहरू चाहिँ। कस्तो लाग्छ तपाईहरुलाई? वन जङ्गल हो यो चाहिँ। माक्लुमा पुच्छार सिरिसेमा रहेको वन जङ्गलहरू हो यो चाहिँ हैन। यस्तै छ वन जङ्गलहरू। वीरपाखा चराचुरुङ्गीको आवाज एकदमै मिठो मिठो विभिन्न आवाजमा सुन्न पाइन्छ यो जङ्गलमा। सेवाको दोभाना एकदमै बोट बिरुवाहरू चाहिँ ठ्याक्कै चैत महिना रहेको छ, चैत वैशाख महिना रहेको छ। पाउलो फेर्दैछ बोट बिरुवाले, रुखहरूले नयाँ काँजुली फेरिसकेको छ। बोट बिरुवाले एकदमै हरियाली बन्दैछ। वन जङ्गलहरू एकदम हरियो परियो देख्न सकिन्छ। चराचुरुङ्गीहरू हेर्नु होला, एकदमै धेरै रहेको छ।